ए बुढो के भयो? डक्टरले भनेको बेलुका सुत्ने बेलामा सधैँ 1 गिलास पानी खाएर सुत्नुपर्छ अरे। जानु खर पानी खाएर आउनु त। पानी खाइसकेको अघि नै। अनि पानी खाएर भयो त राति ओछ्यान पिसा फेर्न फेरि जानु खर टोयलेट गएर आउनु। होइन तिमीले मलाई के सोचेको हँ? छोरो हो म ओछ्यान सु गर्नलाई? कति नै। भोलि बिहान तरकारी के खाने बुढा? ए भगवान्, यो आधा रातमा भोलि तरकारी के खाने भनेर प्लान गरेर बसिरहेको छु। भन्नु न कस्तो एकचोटि भन्नेमा के जान्छ तपाईँको? अनि जे पकाए नि भइगयो नि। जाडो छ, चना झोल खाए भइहाल्यो। हो ल जान त उस बे चना भिजाएर आउनु त। ए मलाई अहिले त्यो चना भिजाउन पठाउनु खोजेको यो जाडोमा सक्दिनँ म। जे भन्दा नि नमान्ने। चुप्लाएर त फर्केछु त। भाग्य त बलिरहेछ मेरो नि। यो उमेरमा आइफोन बोक्न पाएँ। किन फोन गरी कान्छीले तलको माथि? हेलो आमा जाडो भएको छ? जाडो भएको छ नि किन नआउनु? चिया खाने हो? खाने खाने तल आउनु नि त। ल ल ल म आइहालेँ ल। कस्तो चिया खाउँ भएको थियो। बोलाइ चिया खानलाई जान्छु म त। ल मलाई माथिदेखि तल चिया खान बोलाएर आफू त मजाले सुतेर बसिरहेकी छ त। अनि मैले चिया त कहाँ अहिले भन्ने हो त? भोलि बिहान पो खाने भने त चिया त बुवा चाहिँ। भोलि बिहान पो भने कि आमा तपाईँ पनि उस्तै के? अनि यस्ताले भनेर पत्याउने तपाईँ? यसले यो आधा रातमा चिया पकाएर खुवाउँछ। लु अब तल आइहाल्नु भयो। उति पेट बत्ती नआइदिए जानु नि त। ए त चाहिँ मजाले ओछ्यानमा सुतेर बत्ती निभाउनको लागि त बुढी आमालाई माथिदेखि तल बोला कि तर त मैले नमानी छोड्दिनँ आज। ठिक गर्नुभयो आमाहरूलाई। ठिक गर्ने। के काम मलाई? किन हाँसेको त? तँलाई पनि तपाईँले मलाई फेरि किन पिटेको हँ? किन पिटे तँलाई? यी यस्ता नमुना लिएर आएको भएर घरमा तपाईँले हेरेर बिहे गरे त हो नि। कति नि अहिले यति नमुना होला जस्तो लागेको छैन नि मलाई त। जाऊ बत्ती निभाएर आऊ जाऊ। बिना काममा दुई थप्पड पिटे खा। मैले नि खाइले एक थप्पड। तिमीले एक थप्पड खा, मैले 2 थप्पड खा। आखिर आफै जानु पर्ने रहेछ। यत्रो महाभारत गरेर बसेर